नमस्कार। नमस्कार हजुर नमस्कार। अनि हजुरलाई स्वागत छ जनता जान्न चाहन्छन् कार्यक्रममा आइदिनु भएकोमा। सर्वप्रथम हजुरको नाम, शुभ नाम प्रेम गिरी। अनि हजुरको घर कहाँ नि? मेरो घर गुल्मी। अनि अहिले हाम्रो देश नेपालमा चुनावको माहौल पुरा नजिकिँदैछ अनि चुनावको माहौल पनि चर्चा चलिरहेको छ। अनि त्यसमा हजुरले के भन्न चाहनुहुन्छ? ठिक छ, चुनाव भनेको एउटा प्रतिस्पर्धा हो। योग्य मान्छे र क्षमताहीन व्यक्तिलाई चुनेर देशमा नेतृत्व गर्न संसदमा पठाउनु होला भन्ने चाहन्छु। अनि हजुरले भोट दिन थालेको कति वर्ष भयो नि? भयो 3-4 चोटि दिए। 64 सालभन्दा पछिबाट दिएको। हजुर 2-3 चोटि दिए होला। अनि हजुरले कुन पार्टीलाई यति समयसम्म साथ दिएर हिँड्नु भएको छ नि? हामी नेपाली काङ्ग्रेसलाई चाहिँ अगाडि लिएर अहिलेसम्म हिँडिरहेको छु। म तरुन्दमा पनि आबद्ध छु अहिले पनि। हजुर र चाहिँ अहिले हाम्रो सभापति गगन थापा आउनु भएको छ। हजुर त्यसमा केही परिवर्तन ल्याउन सक्नुहुन्छ कि भन्ने आशा छ। हजुर त्यही हो। अनि अहिले त पुरा नेपालमा त चर्चा भइरहेको छ, रवि बालेनलाई घन्टिला दिनुपर्छ। युवाहरूको इच्छा अहिले केही नयाँ शक्तिले परिवर्तन गर्छ कि भन्ने आश र आकाङ्क्षाले सबैले घन्टिला दिनुपर्छ भनेर भनिराख्नु भएको छ। त्यसमा हजुरले के भन्न चाहनुहुन्छ? उनलाई हो, नयाँ शक्तिले पनि गर्नुहुन्छ नगर्ने होइन, उहाँहरूकै समन्वयमा सबै कुरो गरेर उहाँलाई पनि सहमतिको आधारमा लैजाने हो। हजुर र पुरानो पार्टी भएको नाताले देशमा पनि फेरि अप्ठ्यारो स्थितिमा पुरानो पार्टीलाई आवश्यकता पर्छ। त्यही भएर गगन थापाको नेतृत्वमा सरकार बनाउनु पर्छ नयाँ पुरानो भएर। अनि अहिले माटोबाट पनि हर्का साम्पाङजी उठ्नु भएको छ। उहाँले पनि देशलाई परिवर्तन गर्न चाहन्छु, मलाई भोट दिनुहोस् भन्नुभएको छ। हजुरले के भन्न चाहनुहुन्छ? उहाँ पनि नयाँमै पर्नु भयो क्या, उहाँलाई पनि नयाँमै गनिन्छ। हजुर नेतृत्व लिने एकजनाले पुरानै पार्टी लिने, उहाँहरूलाई पनि समन्वय गरेर हजुर देश निर्माणमा चाहिँ अगाडि बढ्न सकिन्छ। अनि हजुरले अहिले सोच परिवर्तन गर्नुभएको छैन? अहिले बालेनलाई रविलाई सपोर्ट गर्छु भनेर सोच परिवर्तन गर्ने सोचमा थिए, तर अहिले चाहिँ शेरबहादुरजीले पनि पद परित्याग गरेर गगन थापालाई नेतृत्व दिनुभयो युवालाई। हजुर त्यसै कारणले गर्दाखेरि यसपालि गगन थापाकै नेतृत्वमा सरकार चाहिँ तयार गर्नुपर्छ भन्ने मेरो पूर्ण विश्वास छ। ठिक छ। अनि अहिले चर्चामा आइरहेको छ पुरानो पार्टीलाई भन्दा अहिले नयाँ पार्टीलाई मौका दिउँ न भन्ने सबैको सोच भएको छ। अनि हजुरले सोच परिवर्तन नगर्ने अहिले? यसपालि नगरौँ, किनभने यति बेला देशमा परिवर्तन खोजे तापनि देशमा ठुलो पार्टीको चाहिँ आवश्यकता छ। नेपाली काङ्ग्रेसले 2007 सालदेखि नै प्रजातन्त्र ल्याउँदाखेरि